Hey guys, welcome to my vlog. सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको भ्लग चाहिँ मेरो कोठादेखि सुरु भएको छ अनि आज चाहिँ हाम्रो स्कुलदेखि टुरमा लगिरहेछन्। टुरमा कहाँ लगिरहेछन् भने सिजी कम्पनी अनि एउटा मन्दिरमा लगिरहेछन्। नाम थाहा छैन मलाई मन्दिरको चाहिँ। उतै गएर भेटौँ है त। म बसमा गएर भिडियो बनाउँछु। समुद्री रमाइलो त मा अरू कक्षाका होइन साथी, हामी आफ्नै कक्षाका हो। त्यो भने अघि त्यो साथी यार तिमी पनि मा साइकल कुरा गर्छ यसरी हात देखिन्छ बे खै उता गएर देखिन्न मुला मेरोमा देखिन्छ के हो यो मुलीको होला क्यामेरा मैले उस मेरो दामी छ तर क्यामेरा 0.6 गर मेरो त हुन्न के गर्नु अब बारै होइन म्याडम हाम्रो चौधरी आथे ए तिनकै हो त्यसो भए विनोद चौधरी आथे हिजो यहाँ खै यही भएर भेट्न आथे म्याडम तिमीहरूले देखे अरू दोस्त नाइ विनोद चौधरी कहाँ आउने त्यस्तो काम त्यस्तो आएको त खै हामी स्कुलले आयो विनोद चौधरी ठिकै त्यहाँ त हामी आया छौँ यो हात देखिरहेन र तैँले खै यसरी पकड्ने यसरी लेख्नलाई उता हेड यो हामीलाई त बाले यो करियर गाइडेन्सको तालिम दिने म्यामलाई फोकस गर न। हजुर म्याडम त्यही भनेर विनोद चौधरीको फर्मसँग हात दिन्छ हामी उद्योगपति कसरी बनिँदो रहेछ त भन्ने कुराले आइरहेछ भने कामको संसारतिर शिक्षाबाट कामको संसार चिनाउन लागि गइरहेछ भन्नु पर्यो त। हजुर सञ्चार नि म्याडम चौधरी सरको बारेमा धेरै भनिसक्यौँ यस्तै अब भोलि हामी यही करियर खोज्दै आउनुपर्ने अवस्था पनि आउँछ। रोजगारीको लागि यस्तै गेस्टमा पनि यसो आउन सिकेर हामीले आफ्नो पनि रोजगारको स्थापना गरेर अरूलाई पनि रोजगार दिने खालको पनि हुनसक्छ। त्यही ज्ञान लिएर आज हामी आएछौँ। हजुर स्पिच दिएर हामीलाई धेरै कुरा सिकाइसक्नु भएको छ म्याडमले। अब हामी होइन अब हामीले लेख्नु पर्छ तर म लेख्दिनँ बागामा सार्दैन यो पहिलेसम्मसँग यो छैन होला त राजा राजा म लग्दिनँ त्यही पनि मेरो दामी छ धेरै हुन्छ कि लामो पनि बनाउने न स्टोरीको नाटक हेर नि सिजी कम्पनीको इन्जिनियर हाम्रो सर राजा देखाइन नक्कलीहरू के म त सरलाई देखाइदिनु हटमा जसले नक्कल पार्छ त्यसलाई देखाउने त्यसलाई मोड जाग्दैन कि यस्तो ठाउँमा आउने के गर्थिस् पैसा त माग्ने हुँदैन तैँले च्याम्बोते हेर्न अब यो केटाको केटी हो शान्त भएर बस भाइ ब्लग हो कि तिमीहरू भिडियो भन्छौ फेरि यार ब्लग हो कि नानी ए बाबु जे यस्तो ए बबाल छौ कि तिमी भइको नमस्कार नक्कलीहरू त भइकन रहेछ भित्र चाउतो दिन्छन् होला आपको हैंड मॉनिटर जी मॉनिटर हामी माथिल्लो क्लासको मन्डल अनि कसको क्लास त कसको क्लासको हो त म चाहिँ 10 क्लासको सेक्सन बी को अनि फाइनल गाइस हामी भित्र गइरहेछौँ एन्ट्रेन्स
फाइनली हामी चाहिँ फाइनल्ली गाइस हामी भित्र आइसकेका छौँ सकेका छौँ त्यस्तै वाइ वाइ लेख्या पर हाम्रो पुरा लाइन लाग्यो है वाइवाईको लोगो पनि लुक द सिजी कम्पनी दामी छ जस्तो छ तर कम्पनी भित्र गएपछि मजा आउँछ जस्तो चाउचाउ खानु पर्ला अरू भन्दा डेन्जर खतरा नाली जस्तो इङ्ग्लिस मिडियम पनि यहीँको को त्यो बस्छन्वाला त्यो घर यहीँको बाबा घर हेर न घर बवाल छ नि बे घर त घर हो नि यति ठुलो यो म कति बिघा होला हो यो 10 बिघा 10 बिघा म्याम यो पुरै जग्गा कति बिघाको होला 10 बिघा हजुर भन्नुहोस् न यसबाट भिडियो गराइस् तपाईँ अलि अग्लो हुनुहुन्छ सबको फेस आउने पहिला हामीहरू भित्रदेखि बाहिर आइसकेका छौँ भित्र केही भिडियो बनाउनु पाइँदो रहेछ बाहिर मात्रै हो बाहिर मात्रै बनाउनु पाइँदो रहेछ ह्यान्डीसम्म मात्रै भित्र चाउचाउदेखि लगायत बियरदेखि लगायत धेरै कुराहरू बनाउँदो रहेछन् हो नेपालमा धेरै बनाउँदो रहेछ यार तर त्यही पनि जाने भने हामी त्यसै के गर्नु साथीहरू सिजी फुड फ्याक्ट्री भित्रमा गर्मी छ शीतल हुन्छ कोही बेला एसीतिर कोही बेला वर्करहरूलाई यस्तो दामी ठाउँ छ के भन्ने होइन सुकुटी बहिनी फेरि किन जोसिया सुकुटी बहिनी फेरि किन जोसिया होला हान्छ अहिले हो धेरै जस्तो केही छैन यो एरिया भनेको लगभग ठाउँ चाहिँ तर मजा आएको छ कि साथीहरू के भनिदिने फोटो सुट भइरहेछ हामी त अब लम्बु पऱ्यो के गर्नु बजार जान्छ होला किपर आइरहेछ बालै भएन नि ल त गाइस अब बाहिरै गएर भेट्छौँ अब हामी बाहिर निस्किसकिसँग निस्किन लाग्छ मेरो सिजी कम्पनीदेखि नक्कल भाइ निस्किन लागि लाइन पनि छैन बे लाइनमा हिँड्नुपर्ने हुन्छ न सरहरूले हाम्रो मन्दिर छ केडा हो भित्रको केही देखाउन पाइएन बाहिरको मात्रै देखाउने हो अलाउड छैन गरेर भित्र देखाउने भ्याइयो अब हामी घर जान्छौँ अस्सलामुअलैकुम भ्याइयो अब मजाको सिट छोड्नु न साथीहरू सिट नपाइयो भने राम्रो हुन्न बाहिरै बस्ने क्या एकछिन मेरो सिट राख्यो ओइ दोस्त सिट राख्यो है दोस्त मजा लाउने अनि अब कहाँ मन्दिरमा पुगेका छौँ यो कुन मन्दिर हो अनि 5-6वटा गाडी कहाँ छ राम्री छौ कि यार तिमी बहुत ब्युटिफुल छौ बाबै चाहिँ म त ढली गएँ हामीहरू मन्दिर पुगिसकेको छौँ के त मन्दिरमा पुग्यौँ धरहरा पनि रहेछ बे धेरै राम्रो ठाउँहरू छ भित्र घुस्दिउँ न त हामी हेर्नुहोस् वाउ सिजी कम्पनीदेखि यहाँ छौँ हामी मन्दिरमा जस्ट लाइक फिल हामी त ढोकै हालिदिउँ न त भ्लगमा हेरेर इन्जोय गर्न सक्नुहुन्छ यो कुन टावर हो मलाई थाहा छैन तर पनि हामी देखाइदिन्छौँ के गर्नु के सँगै राधे राधे जे भए पनि भगवान्को
हात दुखिसक्यो गाइजहरू। ठुल्ठुला भ्लगरहरूले कसरी बनाउँछन् मलाई थाहा छैन, तर मेरो फर्स्ट टाइम हो, त्यही भएर अलिकति नराम्रो भइदियो। म नराम्रो नमान्नु होला। अहिले चाहिँ बुद्धहरू छन् गाइज, के भनिदिने अब। सिनेमेटिक हानिदिन्छु गाइज, म एउटा चाहिँ सिनेमेटिक हान्छु माथि गएर। अहिले हेर्नु होला, बबाल सिनेमेटिक हान्छु माथि गएर, गएर हेरिदिनु होला। के गर्नु गाइज, अब यस्तो छ हाम्रो पारा। हजुर भन्नुहोस्, हाम्रो भन भन। हजुर शिवरात्रिको बेला यो साइडमा अहिले पुरै धाराहरू हुन्छ नि, पुरै खुल्छ अनि पुरै नुहाउन पाइन्छ क्या। दुध जस्तै दुध बग्छ नि त्यस्तै बग्छ पानी। त्यहाँ मान्छे त उभियो नि दुईजना हो, त्यो साइडमा स्विमिङ पुल छ, बट अहिले बन्द गरिसकेको छ, पानी बन्द। मलाई चाहिँ केही पनि थाहा छैन, यिनीहरू पहिले आइसकेका छन्, त्यही भएर यिनीहरूसँग सोचिरहेको छु मैले। मेरो गाउँ हो यार, तिम्रै हो। मन्दिर यसरी घुम्छ कि यसरी जान्छ? धेरै राम्रो रहेछ। जुत्ता चलाउनु पर्दैन र आफैले पैसा कमाएर आउनुपर्ने छ यो बर्दियामा घुम्न। जाम न त। अब इन्ट्री गरिसकेका छौँ हामीले। यहाँ यो धारा छ नि, यो धारा आज चाहिँ बग्छ, पानी बग्छ अनि नुहाउन पाइन्छ। बहुत धेरै धारा छ। शिवरात्रिको बेला यो धारा यो पानीमा नुहाए विभिन्न प्रकारका भगवान्हरूको मूर्ति छ त्यहाँ, त्यहाँको माथि धारा छ। शिवरात्रिको दिन नुहाउनुपर्छ अरे। त्यही आउँदैन कि गाइजहरू, मलाई नहेरी तिमीलाई हेरौँला, जे पाए त्यही बोल्ला छु गाइजहरू। टिभी तिमीलाई सजाउँला, नहेरी तिमीलाई हेरौँला, हेरौँला फुलै टिभी तिमीलाई। खोलेर आउनुपर्छ अरे। सेट तर हामीले जुत्तै खोलेनौँ नि यार। यत्रो शिवलिङ्ग छ, हामीहरू जुत्तै नखोलेर चल्दैन। के हो, धार्मिक भएर आउनुपर्ने रहेछ। हामीलाई बाहिर निस्काल्दै, अब हामी बाहिर गएर जुत्ता खोल्दा आउँछन्। अबे जुत्ता चोरी भयो भने के गर्नु? म त जाने हो माथि एकचोटि त माथिको देखाउँछु दोस्त। यो बहिनी मेरो पछि पछि लागि हैरान पारिसक्यो, के गर्नु? अर्जुन माथि गएर देखाउँछ है बियो हामी। फाइनली हामी पुगिसकेको छौँ। Oh my god, खतरा छ यार हाम्रो नहेरी तिमीलाई हेरौँला, टिभी तिमीलाई सजाउँला, नहेरी तिमीलाई हेरौँला, हेरौँला फुलै टिभी तिमीलाई सजाउँला। भन के हो नाउँ तिम्रो, कहाँ होला गाउँ तिम्रो, कुनै हो र बाउ तिम्रो र एको हो र भोकी हाम्रा पञ्चे बाजा पुजारी निलेर आज आगे जाउन नाम्चे बजार ए बजार। नहेरी तिमीलाई हेरौँला, फुलै टिपी तिमीलाई सजाउँला, नहेरी तिमीलाई हेरौँला, ए हेरौँला फुलै टिपी तिमीलाई सजाउँला। मस्केर हेर्ने त्यो झालैले लट्ठै फिजेको कपालै, मक्खै डुलेर ती आँखैमा सुस्तरी मायाको तालै, गुरी गुरी ठुस्किने बानी आँखा तरी मार्छौ कि सानी, गुरी गुरी ठुस्किने बानी आँखा तरी मार्छौ कि सानी। तो फाइनली गाइस हामीहरू अहिले चाहिँ घर आइसक्यौँ। टुरदेखि अहिले चाहिँ घर आइसक्यौँ। अनि घर आएर मजाले बसिरहेको छु। अहिले चाहिँ